हेलो भाइ नमस्ते साथीहरू, सबै सन्चै र आरामै हुनुहुन्छ होला। यदि तपाईँहरू चाहिँ सेक्युरिटी गार्ड जब इन्टरभ्यूको तयारी गर्दै हुनुहुन्छ होइन, अझै तपाईँहरू त मेन बिगनर हुनुहुन्छ, पहिलोचोटि जब इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ, सेक्युरिटी गार्डको एक्सपिरियन्स छैन, अब कस्तो क्वेसन आउला भनेर टेन्सन लागिरहेको होला पक्कै। अनि युट्युब गुगलतिर पनि सर्च गर्नुभयो होला। मैले पनि सब सर्च गरेर टक्क रातभरि लाएर नोट गराएर ल्याएको छु। सेक्युरिटी गार्ड जब इन्टरभ्यूको चाहिँ के कस्तो क्वेसन आउँछ भनेर लगभग सबै इन्क्लुड छ। लास्ट टाइम मेहनत गराएर बनाएको छु। तपाईँहरूले पनि सपोर्ट गर्नु होला, च्यानल सब्सक्राइब गरिदिनु होला। यदि तपाईँहरूलाई बिगनर हुनुहुन्छ, एक्सपिरियन्स छैन, पहिलोचोटि इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ सेक्युरिटी गार्डको भने यो चाहिँ लास्टसम्म हेर्नु। तब लास्ट इम्पोर्टेन्ट छ यो, जिस्केको होइन। सब मेहनत गरेर लेखेर ल्याएको छु, ढिलो नगरिकन सोधिएछ। सुरु गरिहालौँ, लेट्स गो। तपाईँलाई चाहिँ नम्बर 1 भनेको त पहिलो आफ्नो इन्ट्रोडक्सन, परिचय दिन पर्यो। टेल मी अबाउट योर सेल्फ, इन्ट्रोड्युस योर सेल्फ भन्यो भने तपाईँले कसरी के भन्ने त भन्दा पहिला नाम भन्नु होला, तपाईँको एज, त्यहाँबाट तपाईँको कहाँ बस्नुहुन्छ तपाईँ, त्यहाँबाट एकाडेमिक क्वालिफिकेसन कति क्लाससम्म पढ्नुभयो, अनि एक्सपिरियन्स छैन भने पनि अहिले मैले भन्छु नातिनु होला। कसरी भन्नु भन्दा, हेलो सर, माई नेम इज तिलक थापा, आई एम 27 years old, I live in Palpa. I have completed my +2 level from Millennium School, and also I have 1 year of working experience as a security guard in हस्पिटल। मैले चाहिँ हो एक्सपिरियन्स छैन भने हस्पिटल भनिदिनु होला। किन भन्दा हामी दबाई गर्न हस्पिटल गइरहेको छौँ, त्यहाँ सेक्युरिटी गार्ड त देखिन्छ नि त, त्यसको काम के हो र। पुरा पेसेन्टहरू आउँछ म्यानेज गर्ने होइन, भिजिटरहरू आउँछ, त्यहाँबाट मेन्टेन पिसफुल इन्भाइरोमेन्ट, शान्त वातावरण गराउने, यति त भन्न सकिन्छ नि त। अनि सेक्युरिटी गार्डको अनि कोही कोही मान्छेहरूले यो फल्ला रुम कहाँ छ, एक्सरे रुम कहाँ छ, भिडियो एक्सरे रुम कहाँ छ, रगत दिने ठाउँ कहाँ छ भनेर सोध्छ नि, अनि त्यो टक्क भनिदिने भनेर अलिक सजिलो हुन्छ। त्यही भएर चाहिँ यति भनिदिनु होला। यति भनिदिनु भयो भने तपाईँको इन्ट्रोडक्सन राम्रो हुन्छ। यदि तपाईँको एक्सपिरियन्स छ भने त अब एक्सपिरियन्स कुनमा एक्सपिरियन्स छ, हस्पिटलमा गर्नुभएको छ कि ब्याङ्कमा छ कि अब कम्पनीमा छ कि त्यो भनिदिनु होला। त्यो भयो। तपाईँलाई एक्सपिरियन्स छ भने त केही टेन्सनै भएन। यो खास मेन भिडियो चाहिँ जो एक्सपिरियन्स छैन होइन, अब पहिलोचोटि सिक्युरिटी गार्डको जब इन्टरभ्यू दिन जानुभएको भने, जाँदै हुनुहुन्छ भने चाहिँ यो एकदम इम्पोर्टेन्ट छ। जुन देशलाई पनि भयो, स्पेसली युएई, त्यताबाट चाहिँ अलि धेरै धेरै पैसाको डिमान्ड आउँदो रहेछ यसो रिसर्च गर्दाखेरि। अनि त्यति भएपछि चाहिँ तपाईँलाई अब अर्को क्वेसन सोध्न सक्ने भनेको, यदि तपाईँ हस्पिटलमा काम गर्नुभएको छ भने के काम थियो त तपाईँको होइन, वाट वाज योर ड्युटी। अब जस्तै यसरी सोध्न सक्छ, सो यु हेभ वर्क एज अ सेक्युरिटी गार्ड इन लुम्बिनी हस्पिटल, सो वाट वाज योर ड्युटी भनेर यसरी सोध्न सक्छ इन्टरभ्युअरले। यसरी सोध्यो भने तपाईँले बिन्दास, सर आई हेभ वर्क इन अ ओपिडी सेक्सन वेयर माई मेन ड्युटिज वेयर म्यानेजिङ पेसेन्ट्स एन्ड भिजिटर्स, मेन्टेनिङ पिसफुल इन्भाइरोमेन्ट एन्ड हेल्पिङ पिपुल फाइन्ड द राइट डिपार्टमेन्ट। यति त भन्न सकिन्छ नि त। म चाहिँ ओपिडी सेक्सनमा काम गर्थेँ। मेरो काम भनेको पेसेन्टहरू भिजिटरहरूलाई चाहिँ म्यानेज गर्ने होइन, त्यहाँबाट चाहिँ पिसफुल इन्भाइरोमेन्ट मेन्टेन गर्ने, शान्त राख्ने होइन, हस्पिटललाई झैझै झगडा उसहरू गराउनु त भएन। अनि मान्छेहरूलाई हेल्प गर्ने राइट डिपार्टमेन्टमा, यहाँ जा त्यहाँ जा सोध्छ नि त, त्यति भन्नु त सकिन्छ। अनि तपाईँलाई अर्को क्वेसन सोध्न सक्छ। अर्को चाहिँ, अनि तपाईँको ड्युटी गरेको बेलामा चाहिँ कुनै इमर्जेन्सी सिचुएसन, एकदम अप्ठ्यारो डिफिकल्टिजहरू केही फेस गर्नुभएको थियो कि भनेर सोध्न सक्छ। अनि यसरी सोध्न सक्छ इन्टरभ्युअरले, हेभ यु फेस्ड एनी इमर्जेन्सी सिचुएसन अर एनी डिफिकल्टिज वाइल डुइङ ड्युटी भनेर यसरी सोध्यो भने तपाईँहरूले बिन्दास, यस सर, आई वन्स फेस अ सिचुएसन वेयर वान फिमेल पेसेन्ट सडनली फेल डाउन अन द फ्लोर वाइल स्ट्यान्डिङ इन द लाइन। एउटा आइमाई चाहिँ लाइनमा उभिँदा उभिँदै सिधै ढल्दी भुइँमा। अब हस्पिटलमा हुने त त्यही हो। अनि त्यस्तो भएपछि त देन आई इमिडिएटली क्लियर द क्राउड टु गेट हर सम फ्रेस एयर। त्यहाँबाट मैले क्राउडहरू हटाएँ, जस ताजा हावा पाओस् भनेर। अनि इमिडिएटली चाहिँ मेडिकल स्टाफलाई हेल्प गरेँ, फर हेल्प कल गरेँ मेडिकल स्टाफलाई। भनेको, यस सर, आई वन्स फेस अ सिचुएसन वेयर वान फिमेल पेसेन्ट सडनली फेल डाउन इन द फ्लोर वाइल स्ट्यान्डिङ इन द लाइन, then I immediately cleared the crowd to get her some fresh air and called medical staff for help or to assess her situation। यति भनिदिनु भयो भने यो क्लियर हुन्छ। त्यसै गरी अर्को क्वेसन सोध्न सक्ने भनेको त, अब सेक्युरिटी गार्डमा जाँदै हुनुहुन्छ भने सेक्युरिटी गार्डको मेन ड्युटिज होइन, प्राइमरी ड्युटिज र रेस्पोन्सिबिलिटिज के हो त सेक्युरिटी गार्डको, वाट आर द मेन ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ ए सेक्युरिटी गार्ड भन्यो भने के भन्नु पर्यो त तपाईँले भन्दा, अब सेक्युरिटी गार्डको काम के गर्ने हो र, लाइफहरू, मान्छेहरू, प्रपर्टीहरूलाई बचाउने, क्राइमहरू हुन नदिने, अनि सबै रिपोर्ट ल्याएर सुपरभाइजरलाई ला भनेर दिने त हो। यसरी भन्नु होला, द मेन ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज अफ ए सेक्युरिटी गार्ड आर
टु प्रोटेक्ट लाइफ एन्ड प्रपर्टी, प्रिभेन्ट क्राइम्स एन्ड इन्सिडेन्ट्स एन्ड रिपोर्ट एभ्रिथिङ टु द सुपरभाइजर। दिस इन्क्लुड के इन्क्लुड हुन्छ? पेट्रोलिङ द प्रोमिसेस। पेट्रोलिङ भनेको चेक गर्ने के बिल्डिङहरू टाइममा चेक गर्ने, कतै केही इमर्जेन्सी सिचुएसन छ कि होइन त्यो भनेर चेक गर्ने। पुलिसहरू पनि पेट्रोलमा हिँड्छ नि त। प्रिमिसेस PREMISES प्रिमिसेस भनेको बिल्डिङहरू के, जस्तो हस्पिटलको बिल्डिङ हुनसक्यो, ब्याङ्कको बिल्डिङ, कम्पनीहरूको बिल्डिङ, यस्तो बिल्डिङहरूलाई चाहिँ प्रोमिसेस भन्छ। अनि चेकिङ भिजिटर आइडी, मोनिटरिङ सर्भिलेन्स इक्विपमेन्ट। सर्भिलेन्स इक्विपमेन्ट भनेको यो क्यामेराहरू हुन्छ नि, CCTV क्यामेराहरू, त्यहाँबाट अनि मेटल डिटेक्टर, अनि सेक्युरिटी गार्डले सो गरेर फिल्ममा नि हेर्नु होला नि, सो गरेर चेक गर्छ त। अनि त्यो अनि कन्ट्रोलिङ द इन्ट्री एन्ड एक्जिट पोइन्ट्स, इन्ट्री एक्जिट पोइन्ट्स कन्ट्रोल गर्ने भने यति त बुझिन्छ। प्रोटेक्ट लाइफ एन्ड प्रपर्टी, प्रिभेन्ट क्राइम्स एन्ड इन्सिडेन्ट्स, देन रिपोर्ट एभ्रिथिङ टु द सुपरभाइजर। दिस इन्क्लुड पेट्रोलिङ द प्रिमिसेस, चेकिङ भिजिटर आइडिज, मोनिटरिङ सर्भिलेन्स इक्विपमेन्ट एन्ड कन्ट्रोलिङ द इन्ट्री एन्ड एक्जिट पोइन्ट, एक्सेस पोइन्ट, जे भन्ने नि भयो। यति भन्नुभयो भने हुन्छ। अनि यदि तपाईँलाई वाट इज सेक्युरिटी भनेर नि सोधिदियो भने चाहिँ सेक्युरिटी भनेको, सेक्युरिटी मिन्स प्रोटेक्टिङ पिपल, एसेट्स एन्ड इन्फर्मेसन फ्रम हार्म, ड्यामेज अर लस। मान्छेलाई, एसेटहरूलाई, इन्फर्मेसनहरूलाई हार्म, ड्यामेज र लसबाट बचाउने काम सेक्युरिटीको हो। यति भन्दैछ हुन्छ। यदि तपाईँ UAE को लागि ट्राई गर्दै हुनुहुन्छ भने PSBD, SIRA भन्ने हुन्छ कि सेक्युरिटी एजेन्सीहरू, त्यस्तो उसमा आउँछ कि त भ्याकेन्सीहरूमा। यदि दुबईमा जानुहुन्छ भने SIRA सिराको अन्डरमा उहाँ ट्रेनिङ गरेर इक्जाम दिएर लाइसेन्स निकालेर सेक्युरिटी गार्डको, अनि बल्ल तपाईँलाई खटाउँछ। स्कुलमा हो कि कहाँ पर्छ तपाईँको ड्युटी। अनि इङ्ग्लिस ल्याङ्ग्वेज चाहिँ मस्त जान्नुपर्छ तपाईँले। जे होस् इङ्ग्लिस चाहिँ मस्त बोल्न जान्नुभयो भने चाहिँ तपाईँलाई जे होस् सजिलो हुन्छ। इङ्ग्लिस मेनै इङ्ग्लिस स्किल चाहिँदो रहेछ होइन, दुबईतिर यो सेक्युरिटी गार्डतिर, या अब गल्फ कन्ट्रीमा सेक्युरिटी गार्ड, गल्फ कन्ट्रीमा इङ्ग्लिस ल्याङ्ग्वेज जान्नुभएको छ भने चाहिँ तपाईँलाई धेरै राम्रो पोस्ट पाउनुहुन्छ। जे होस् तपाईँलाई सजिलो हुन्छ भनौँ न। त्यही भएर इङ्ग्लिस चाहिँ जे होस् अहिले खाली हुनुहुन्छ भने बिन्दास जेमिनाईसित, AI सँग मस्त इङ्ग्लिसमा बोल्नु होला। जे आउँछ जस्तो आउँछ जे होस् प्र्याक्टिसै गर्नु होला। इङ्ग्लिस चाहिँ जे होस् अलिअलि भए पनि बुझ्न सक्नु पऱ्यो कि, बुझेर यास सर नो सर त भन्न सक्नु पऱ्यो नि। कहाँ पऱ्यो के भनेछ भनेर बस्नु त भएन। ल अर्को टपिकमा जाऊँ हामी। तपाईँलाई अर्को क्वेसन सोध्न सक्ने भनेको अर्को भनेको फायरको जाऊँ न, फायरको बारेमा। यदि तपाईँ ड्युटीमा हुनुहुन्छ अनि आगो लाग्यो, आगोको अलार्म सुन्नुभयो भने चाहिँ के गर्नुहुन्छ त? वाट विल यु डु इफ अ फायर ब्रेक्स आउट इन योर बिल्डिङ होइन, अर वाइल डुइङ पेट्रोलिङ। आगो लाग्यो भनौँ न त, आगोको क्वेसन आयो भने एट फर्स्ट आई विल स्टे काम, नट प्यानिक, आई विल नट प्यानिक, आई विल स्टे काम होइन। दोस्रो चाहिँ तपाईँहरूले अलार्म एक्टिभेट गर्नु पऱ्यो। आई विल एक्टिभेट द नियरेस्ट फायर अलार्म एक्टिभ गर्नु पऱ्यो। त्यसपछि चाहिँ इमर्जेन्सी नम्बरमा कल हानिहाल्नु पऱ्यो। अनि त्यसपछि इन्फर्म गर्नु पऱ्यो सिनियर स्टाफलाई, सुपरभाइजर को छ त्यसलाई इन्फर्म गर्नु पऱ्यो आगो लाग्यो भनेर। अनि मान्छेहरूलाई सेफली इमर्जेन्सी एक्जिटबाट निकाल्नु पऱ्यो। हेल्प इभ्याकुएटिङ पिपुल थ्रु इमर्जेन्सी एक्जिट भन्नु पऱ्यो। टक्क यसरी भन्नु होला। एट फर्स्ट आई विल स्टे काम, सेकेन्ड आई विल एक्टिभेट द नियरेस्ट फायर अलार्म, थर्ड आई विल कल इमर्जेन्सी सर्भिसेस फर सिभिल डिफेन्स, देन आई विल इन्फर्म सुपरभाइजर एन्ड हेल्प इभ्याकुएटिङ पिपुल सेफली थ्रु इमर्जेन्सी एक्जिट्स। यति भन्नुभयो भने हुन्छ। अनि फायरको कुरा गर्दाखेरि वाट इज फायर भनेर नै आउन सक्छ के, फायर भनेको के हो भनेर सोधिहाल्यो भने त अनि फायर सोद्धा त सिम्पल, फायर आगो भनेको सोधेछ अब सिम्पल छ के भन्यो अब एन्सर अब ज्याप्प दिमागमा आउन्न। नयाँ क्वेसन इन्टरभ्यूमा दिन त्यसै त मान्छेको ढुकढुक हुन्छ। अनि सिधै नसोधेको क्वेसन, नसुनेको क्वेसन आयो भने त जस्तै त्यहाँ पास भन्ने पनि हुन्छ। यदि वाट इज फायर, पहिला फायरको कुरा गरौँ। फायर इज अ केमिकल रियाक्सन अफ हिट, फ्युल र अक्सिजन। हिट, फ्युल एन्ड अक्सिजनको केमिकल रियाक्सन हो फायर, यति भन्दै हुन्छ। अनि अर्को पास मेथड पनि जान्नुपर्छ। पास मेथड भनेको आगो निभाउने मेथड हो कि। जस्तो तपाईँले हस्पिटल ठुल्ठुलो बिल्डिङमा हुन्छ नि, त्यहाँ रातो र कालो रङको फायर एक्सटिङ्ग्विसर हो, त्यही हो कि। त्यो कसरी चलाउने हो भनेर पास मेथड, PASS पास मेथडको पीबाट चाहिँ पुल द पिन तान्दिने, एबाट एम एट द बेस अफ फायर, त्यो कहाँ आगो लाहा नि त्यसमा चाहिँ एम गर्ने के। अनि एसबाट चाहिँ स्क्विज द ह्यान्डल स्क्विज गर्ने होइन।
स्क्विज गरेको दबाई जस्तो बल्ल निस्किन्छ त्यहाँबाट कार्बन डाइअक्साइड ग्यास CO2 ग्यास अनि स्विप फ्रम साइड टु साइड त्यहाँबाट ह्यान्डल निचरेपछि सो गरेर कता कता आगो लाखा अनि निभाइदिने त्यही हो पास मेथड इज युज फर फायर एक्सटिङ्ग्विसर पास मेथड इज युज टु एक्सटिङ्ग्विस फायर भनेर एन्सर भनिदिँदा हुन्छ त्यसपछि अर्को क्वेसन आउन सक्ने भनेको तपाईँलाई एउटा सस्पिसियस एक्टिभिटिज पनि छ सस्पिसियस भनेको तपाईँ ड्युटीमा हुनुहुन्छ एक्कासी अब त्यहाँ झ्याल खुलेको देख्नुभयो होइन झ्याल खुलेछ खसाकखुसुक गर्छ त्यहाँभित्र होइन त्यो भनेको सस्पिसियस एक्टिभिटिज के अनि वाट विल यु डु इफ यु सी एनी सस्पिसियस एक्टिभिटिज अन ड्युटी अर वाइल पेट्रोलिङ यो भयो भने के भन्नुहुन्छ त एन्सर के दिने त भन्दा पहिला सिचुएसन हेर्नु पऱ्यो यसरी के भइरहेछ भनेर अलि टाढा सेफ डिस्टेन्सबाट नजिकै जान भएनमा चक्कुले घोप्दिहाल्यो भने अनि त्यसपछि डिटेलहरू खोज्ने के भइरहेछ भनेर डिटेलहरू नोट गर्न पऱ्यो त्यसपछि इमिडिएटली सुपरभाइजर कन्ट्रोल रुम फोन हान्दिहाल्ने फेरि फोन हाल्नु पऱ्यो यस्तो यस्तो सिचुएसन छ यहाँ भनेर रिपोर्ट गरिदिने अनि त्यो नआउँदासम्म चाहिँ अब्जर्भ गर्ने के हुन्छ कि भनेर फेरि रिपोर्ट गर्नु पऱ्यो नि त त्यहाँ यसरी भन्नु होला माई फर्स्ट प्रायोरिटी वुड बी टु मोनिटर द सिचुएसन माई फर्स्ट स्टेप वुड बी टु मोनिटर द सिचुएसन अब्जर्भ द सिचुएसन साइलेन्टली फ्रम अ सेफ डिस्टेन्स टु ग्यादर एज मेनी डिटेल एज पोसिबल अलि टाढाबाट इन्फर्मेसन निकाल्छु ग्यादर गर्छु शान्तसित थाहा दिन भएन नि त लुकेर देन आई वुड इमिडिएटली नोटिफाई द कन्ट्रोल रुम इमिडिएटली कल द कन्ट्रोल रुम अर सुपरभाइजर टु रिपोर्ट एक्टिभिटी एन्ड कन्टिन्यू अब्जर्भिङ अन्टिल दे एराइभ आफ्टर एभ्रिथिङ इज सेटल्ड आई वुड राइट अ डिटेल इन्सिडेन्ट रिपोर्ट तपाईँहरूले चाहिँ यति भनेपछि बुझ्नुभयो होला भिडियो धेरै लामो हुन्छ मैले अर्को क्वेसनमा गइहालेँ अनि अर्को क्वेसन भनेको भिजिटरले आइडी देखाउन मानेन तपाईँ ड्युटीमा हुनुहुन्छ भिजिटरलाई अब मानौँ गेटमा हुनुहुन्छ आइडी नदेखाइकन भित्र जान पाइन्न अनि त कोही हुन्छन् नि तिनीहरूले आइडी देखाउन मानेनन् भने चाहिँ के कसरी ह्यान्डल गर्नुहुन्छ हाउ विल यु ह्यान्डल भन्यो भने पहिला नेपालीमा भनिदिन्छु पहिला चाहिँ हामी एकदम शान्त हुनु पऱ्यो सेक्युरिटी गार्डको काम भनेपछि आफू चिल पारा शान्त भएर काम भएर सोच्न पऱ्यो के ओइ भन्दै जङ्गिँदै जानु भएन के जे होस् आफू चाहिँ काम हुन पऱ्यो के भन्नुभयो होला भन्दा एन्सर आई विल रिमेन पोलाइट एन्ड एक्सप्लेन द रुल्स फिमली बट रेस्पेक्टफुल्ली आई विल रिमेन काम and politely explain the rules firmly but respectfully. That is, it is compulsory for everyone to verify the ID. Otherwise, no one is allowed to enter inside. Similarly, I would also offer to contact the person who they have come to visit to verify the ID. भनेको मतलब यदि तपाईँ अब कोही मान्छे अब रिभ्युज गर्छ भने एकदम पोलाइट हुनु काम हुनु अनि रुल्सहरू बताइदिनु पऱ्यो के रुल्स भनेको यो आइडी नदेखाइकन भित्र जान पाइन्न तपाईँ आइडी देखाउनु भएन भने चाहिँ तपाईँले हामीलाई भित्र जान दिँदैनौँ या यदि तपाईँ उहाँ भित्र भएको मान्छेलाई फोन गरिदिन्छु त्यसले तपाईँको आइडी प्रुफ गर्छ भने बल्ल हामीले जान दिन्छौँ भनेर भनिदिनु होला अनि अर्को भनेको तपाईँलाई फिजिकल फाइट भनौँ न ड्युटीमा हुनुहुन्छ अब अगाडि फाइट लड्यो जङ्गिँदै फ्री लडिरहन् त्यस्तो अवस्थामा कसरी हेल्प गर्नुहुन्छ कसरी ह्यान्डल गर्नुहुन्छ सिचुएसन भनेको यसरी सोध्न सक्छ तपाईँहरूलाई हाउ वुड यु डु इफ यु विटनेस अ फिजिकल फाइट अन ड्युटी हाउ वुड यु ह्यान्डल हाउ विल यु ह्यान्डल इफ यु विटनेस फिजिकल फाइट इफ यु सी फिजिकल फाइट अन ड्युटी जङ्गिँदै आएन बाइकमा अर्को के भन्नु यस्तो एन्सर के हुन्छ भन्दा आई विल नट इन्भल्भ डाइरेक्टली म डाइरेक्टली इन्भल्भ हुनु भएन अनि उहाँ लडाइँ भएछ आफू जङ्गिँदै गएर बिचमा इन्भल्भ हुन भएन नि त फेरि उल्टे पिटाइ खाइएला उल्टे केही चक्कु बोकेछ केही के भन्छ डेन्जरस इक्विपमेन्ट बोकेछ भने त वेपनहरू बोकेछ भने हान्न सक्छ त्यही भएर एन्सर के हुन्छ भन्दा आई विल नट इन्भल्भ डाइरेक्टली एन्ड मेन्टेन सेफ डिस्टेन्स अलि टाढा सेफ डिस्टेन्स गर्छु हुत्तिँदै जान्न पहिला अनि मैले मोनिटर गर्छु मैले सर इङ्ग्लिसमा भनिदिन्छु पहिला I will not involve directly and monitor safe distance, maintain safe distance. At first, I will observe the situation carefully. Then, I will use clear verbal commands. Verbal commands भनेको सिम्पल यहाँ हेर्नु होला लाइक स्टप फाइटिङ स्टेप ब्याक कम डाउन एन्ड सेपरेट यस्तो खालको वर्ड्सहरू चाहिँ चिच्चाएर भन्छु मैले भन्ने देन आई विल इमिडिएटली कल माई सुपरभाइजर एन्ड रिपोर्ट द इन्सिडेन्ट
टक्क फोन गरिहाल्छु यस्तो यस्तो झगडा भइरह भनेर म्यानेजरलाई रिपोर्ट गरिदिने। यति गरिदिनु भयो भने भइहाल्छ। अनि फिजिकल फाइट त्यस्तै, थेफ्ट होइन, चोरी भयो भने, मेडिकल इमर्जेन्सी भयो भने के गर्नुहुन्छ त? मैले सर भनिदिन्छु। यदि चोरी भयो भने, थेफ्ट भयो भने के गर्ने भन्दा, चोरी भयो भने पहिला चोरी भयो अनि तपाईँ ड्युटीमा हुनुहुन्छ, एउटा ब्याग कसैले त्यहाँ ब्याग छोडेर गयो अरे, अब त्यो ब्यागमा त जे पनि हुनसक्छ। त्यति बेला के गर्ने भन्दा, चोरी भयो भन्दा पहिला सेक्योर द एरिया, त्यो एरिया सेक्योर गर्नु पऱ्यो कि कसैलाई छिर्न दिन भएन, कसैलाई छुन दिन भएन, किनभने त्यहाँ एभिडेन्स मेटिन सक्छ, त्यो झोलाभित्र जे पनि हुनसक्छ होइन। चोरी भयो भने त त्यहाँ फिङ्गरप्रिन्टहरू के यताउति एभिडेन्स हुनसक्छ नि त। त्यही भएर त्यो एरिया पुरै सेक्योर गर्नु पऱ्यो। अनि इमिडिएटली म्यानेजमेन्टलाई कल गर्नु पऱ्यो अनि रिपोर्ट गर्नु पऱ्यो यस्तो यस्तो भएछ भनेर। अनि जबसम्म अथोराइज्ड अथोरिटिजहरू आउँदैन नि त तबसम्म चाहिँ त्यो एरियालाई सेक्योर गर्नु पऱ्यो। माई फर्स्ट ड्युटी इज टु सेक्योर द एरिया टु प्रोटेक्ट द एभिडेन्स and immediately call the management to report the incident until authorized authorities arrive. I will secure the area. यति भन्दै सी युज गर्नु होला। भिडियो अलि लामो हुनु होला, त्यही भएर मैले सर भनिदिन्छु। अनि मेडिकल इमर्जेन्सी भयो भने त तपाईँले पहिला कामै तपाईँ चाहिँ काम हुन परिहाल्यो के, पोलाइट र काम हुन परिहाल्यो, शान्त हुनु पऱ्यो सेक्युरिटी गार्डमा गएपछि। यदि मेडिकल इमर्जेन्सी भयो भने चाहिँ तपाईँले मोनिटर गर्नु पऱ्यो सिचुएसन केयरफुल्ली। यदि अनि इमर्जेन्सी सर्भिसलाई होइन, मेडिकललाई कल गर्नुपर्छ, हस्पिटललाई कल गर्नु पऱ्यो भने झ्यापझुप कल गरिहाल्ने। कल इमर्जेन्सी र सर्भिसेस राइट अवे। यदि फर्स्ट एड दिनु परेछ भने चाहिँ फर्स्ट एड दिने। आई विल गिभ फर्स्ट एड इफ नेसेसरी होइन। ट्रेनिङमा त सिकाउँछ फर्स्ट एडहरू दिन, यताउता गर्न। अनि हेल्प नआउँदासम्म चाहिँ मैले जो सेक्योर गर्छु एरिया भनिदिनु होला। अनि त्यसपछि अरू आउन सक्ने भनेको तपाईँ चाहिँ सेक्युरिटी गार्डको जबमा किन जाँदै हुनुहुन्छ, युएईमा किन जानुहुन्छ, वाइ डु यु वान्ट टु वर्क एज अ सेक्युरिटी गार्ड इन दुबई भने, अब कुनै देशमा यसरी किन जान चाहनुहुन्छ भनेर यसरी सोध्यो भने चाहिँ तपाईँले के भन्नु होला भन्दाखेरिमा चाहिँ पक्नु मैले कस्तो मजाकै अनुसार लेखेको थिएँ यहाँ। कहाँ गयो एकछिन, कहाँ गयो यार? तपाईँ सेक्युरिटी गार्डको जबमा किन जान चाहनुहुन्छ भन्दाखेरिमा चाहिँ हरायो क्वेसन। अनि एउटा क्वेसन के आउन सक्छ भन्दा, त्यो अहिले हेरौँ ल। एउटा क्वेसन के आउन सक्छ, तपाईँले एन्सर दिनुहुन्छ होइन, मैले यसो गर्छु उसो गर्छु भनेर। यदि अनि यस्तो सोधिदिन्छ कि यसो गर्छु अनि लास्टमा चाहिँ मैले सिनियर स्टाफहरूलाई, सुपरभाइजरहरूलाई कल गर्छु अनि भन्छु हेल्पको लागि भनेर भन्नुहुन्छ। अनि के सोधिदिन्छ भन्दाखेरिमा चाहिँ, यदि सिनियर स्टाफ छैन, सुपरभाइजर छैन, त मात्र छस् ड्युटीमा, तैँले प्रब्लम सल्भ गर्न पऱ्यो भने चाहिँ कसरी गर्छस् त भनेर सोधिदिन्छ के। वाट इफ देयर इज नो सिनियर स्टाफ अर सुपरभाइजर, देन हाउ विल यु सल्भ द प्रब्लम? कसरी सल्भ गर्नुहुन्छ त? कोही छैन, तपाईँ मात्रै हुनुहुन्छ भनौँ न, अब एज्युम गर्ने त हो, यसरी सोधिदिन्छ के। अनि फेरि तँलाई कसरी थाहा भयो भन्नु होला, यो मैले इन्टरभ्यू हेरेको थिएँ युट्युबहरूमा, यसरी सोध्दो रहेछ क्या। अनि यो यस्तो सोध्यो भने, इन द्याट केस आई विल रिलाइ अन माई ट्रेनिङ, कम्पनी पोलिसिज एन्ड इस्टाब्लिस प्रोटोकल टु सल्भ द प्रब्लम। म चाहिँ आफ्नो ट्रेनिङमा कम्पनीको पोलिसीहरू रुल्स के छ त्यस अनुसार चाहिँ प्रब्लम सल्भ गर्छु भनिदिनु होला। त्यति भन्दैसी पुग्छ। अनि यदि वाइ डु यु वान्ट टु वर्क एज अ सेक्युरिटी गार्ड इन युएई भनेर सोध्यो भने चाहिँ तपाईँहरूले के भनिदिनु भन्दा, किन भन्दाखेरिमा आई वान्ट टु वर्क एज अ सेक्युरिटी गार्ड इन युएई बिकज अब स्पेसली दुबई, युएई भने पनि युएई इज one of the fast growing and technologically advanced country where I will get opportunity to train and work under high standard security and which allows me to develop my skills and knowledge. Also, I am physically fit, mentally alert, so I can handle high pressure situation and I have good communication skills. यसो भनिदिनु होला। यति भन्दैपछि वाइ डु वान्ट टु वर्क एज अ सेक्युरिटी गार्ड इन युएई भन्यो भने यति भनेर एन्सर भइहाल्छ तपाईँलाई। यति अरू क्वेसन भनेको त कन्फ्लिक्टहरू भयो होइन, एङ्ग्री पिपुलहरूलाई कसरी ह्यान्डल गर्छस् भन्यो भने त्यही हो, ध्यान दिएर सुन्छु, काम हुन्छु, अनि रुल्सहरू रेगुलेसन्सहरू बताउँछु। यदि बताउँछु यदि मानेन भने चाहिँ मैले सुपरभाइजरहरूलाई रिपोर्ट गरिहालिदिने हो के, सिनियर स्टाफहरूलाई। त्यति भनिदिनु होला। त्यति भन्दैछ भइहाल्छ। अनि इमर्जेन्सी सिचुएसन, हाई प्रेसर सिचुएसन कसरी ह्यान्डल गर्छस् भन्यो भने त्यही हो, काम हुन्छु, फोकस हुन्छु होइन,
क्लियर कम्युनिकेसन गर्छु, केही भइहाल्यो भने फोन गरिहाल्छु, रिपोर्ट गरिहाल्छु म्यानेजरलाई भनेर भन्नु होला। अब यति हो गाइजहरू क्वेसनहरू त यति भयो भने लगभग सबै कभर भइहाल्छ सबै। अनि सेक्युरिटी गार्डमा चाहिँ 12 आवर्सको ड्युटी हुन्छ, काम गाह्रो हुन्छ, तैँले काम गर्न सक्छस् भनेर भन्यो भने यस सर, आई एम फिजिकल्ली फिट एन्ड मेन्टल्ली प्रिपेयर्ड, आई अन्डरस्ट्यान्ड द्याट सेक्युरिटी इज डिसिप्लिन जब द्याट रिक्वायर्स स्टामिना, आई क्यान वर्क डे अर नाइट सिफ्ट, इन्डोर आउटडोर्स एकोर्डिङ टु द कम्पनी निड भनेर भनिदिनु होला। सो आई क्यान ह्यान्डल इमर्जेन्सी सिचुएसन होइन, आई हेभ गुड कम्युनिकेसन स्किल, आई एम वेल डिसिप्लिन पर्सन, यस्तो यस्तो भनिदिनु होला। अनि आई नो इमर्जेन्सी प्रोसिजर्स लाइक इभ्याकुएसन, फर्स्ट एड। इभ्याकुएसन भनेको जस्तै अब आगो सागो लाग्यो भने त्यो मान्छेलाई सेफली निकाल्ने के, बिल्डिङबाट हस्पिटलबाट हुन्छ नि, सेफली कुनै सेफ ठाउँमा लैजाने। यति हो साथीहरू, अरू त लगभग मैले सबै कभर गरिदिएँ। यति तपाईँले बुझ्नुभयो भने चाहिँ जियो सेक्युरिटी गार्डको यो त अलि इम्पोर्टेन्ट भन्नाले अलि अप्ठ्यारो खालकै छ क्वेसनहरू चाहिँ। अनि यति जान्नुभयो भने अलि पढेको लेखेकोलाई त सजिलै हुन्छ, अलि तपाईँको पढाइ कम छ भने चाहिँ गाह्रै हुन्छ। जे होस्, मैले भनेको चाहिँ नेपालीमा बुझ्नुभयो होला, जे होस् त्यसलाई चाहिँ हल्का टाक्क टुक्क पारेर इङ्ग्लिसमा मिलाएर भनिदिनु होला। अनि इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ भने नडराइकन एकदम कन्फिडेन्ट साथ सर र एन्सर भनिदिनु होला। स्पेसली बिगनरहरूको लागि सुरुचोटि इन्टरभ्यू दिन जानुपर्छ भने नर्भस नभइकन, जे होस् कोट प्यान्ट लाएर, सर्ट प्यान्ट होइन फर्मल ड्रेस लाएर जानु होला इन्टरभ्यू दिन जाँदा। यसो दारी जुङ्गाहरू फालेर कपाल काटेर चिटिक्क परेर। ल हस्त साथीहरू, आजको लागि यति नै। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै आई विल सी यु गाइज इन नेक्स्ट भिडियो। थ्याङ्क यू।